पाँचजना लाउनु एक ठाउँमा हुँदैन हुँदैन यो मुनि हालिदिन्छ यहाँ राम्रो माथि राख्थ्यो केटा 5 कन्या बोलाउने कौन सा कन्या बोलाउँछ लु अब ठेल्नु न एउटा खुट्टा ठेल्दिन यसो एक्लै ठेलिरहेको छु अब डोरी त ल्याउनु पर्दाखेरि खुसिएको छ कुनको खुसिएको त्यसलाई अहिले छोड्दिउँला बानेर कसो अलिक माथि चढ्न सुपाल्यो अलिक माथि गएर बान्दा हुन्छ त सानो मान्छे त यो बेलामा त सब गर्छ मान्छे उहाँ ढुङ्गा बाँस तान्न चाहिँ 1 नम्बर सिपालु हाम्रा सदस्यहरू बाँस एउटा काटेर तानिसकियो हाम्रो सुमन भाइ चाहिँ केही काम नगरेको मान्छे हो घरमै बसेर खाएको आज चाहिँ बाँस तान्न आइरहेको छ यता हेर्दै आइ भन्नु पिङलाई चाहिने 6वटा बाँस मध्ये 6वटा चाहिँ काटिसकियो अब 2टा काट्न बाँकी छ हाम्रो प्रकाश पिङ समितिको सदस्य प्रकाश र दुर्गा चम्लगाईले चाहिँ बोक्नु हुँदैछ एउटा अर्को चाहिँ पर त्यो सुमने चम्लगाई भन्ने भाइ र हामी चाहिँ यहाँ पिङ लाउँदैछौँ पिङ लाउनु चाहिँ बाँस काट्दैछौँ यहाँ हाम्रो भाइ छ यो आइफोन बोकेर भ्लग बनाउँदै हिँड्छ यता यस्तो छ यहाँनिर हाम्रो प्रकाश श्री प्रकाश भण्डारी सदस्य पिङ समितिको काट्दैछ हाम्रो सचिवज्यू यता अध्यक्ष सदस्य सबै मिलेर चाहिँ यो दसैँमा चाहिँ पिङ लाउने भन्ने सल्लाह भएर चाहिँ बाँसघारीमा आयौँ बाँस काटिँदैछ